वेलकम ब्याक टु माई च्यानल इट्स मी लिजा गुरुङ। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो टपिक वाट आई डु इन अ डे एन्ड म कहाँ जान्छु के गर्छु सबै हेरिराख्नु होला। स्टे ट्युन गाइज। मेरो बहिनी त्यहाँ रेडी हुँदैछ, मेरो भाइ सुके यहाँ बाइक रेडी गर्दैछ, अनि मेरो बुवा मम्मी त्यता हुनुहुन्छ खाना पकाउँदै हुनुहुन्छ। अब हामीहरू घुम्न जान लाग्यो। अब कारे कुपिन्दो ताल मालारानी दह यो महालादी दह जाँदैछौँ हामीहरू। हाम्रो डेस्टिनेसन घरदेखि त्यही हो, हाम्रो डेस्टिनेसन घरदेखि डाइरेक्ट। अनि जाँदा जाँदा म तपाईँहरूलाई भ्यू त्यहाँ पुगिसकेर सबैमा देखाउँछु। यो हाम्रो गाउँ कबडादेखि, यो हो हाम्रो गाउँ। रुख वरिपरि डाँडा अनि बिचतिर घरहरू छ, राम्रो भ्यू त। सो हामीहरू जाँदैछौँ। यहाँ केही सामानहरू खानेकुराहरू किन्न रोकेको। दिदी हेरिराख्नु तलिपट जाऊ है बिने। खानेकुराहरू किन्ने हो छैन चकुल्ला 500 मात्र। किराय कस्तो बेच्नको लागि राखेको? केही खानेकुरा किन्ने हो। उलाई क्यामेरा देखा भनेको क्यामेरा एकातिर हल्लेखाउ। छोराले के खान्छ नि त? सेन्टी फ्रुटवाला हो कि के वाला हो छोरा? छोरा के पनि खानु मेरो छोरा हाई भनिदेऊ मेरो भ्लगमा। हामीले किन्यौँ
अब अङ्गुर लगाउने मेरो यहाँ अब खाजा किनेर अनि टोयलेटहरू गरेर हामी फेरि जाँदैछौँ। हजुर कहाँदेखि आएको? मिलकुनादेखि। हजुर खै यता के ताल भन्छ, मेरो भाइलाई चाहिँ थाहा छ, मलाई थाहा छैन नाम। त्यही घुम्न जानु लाग्यो। तल माथि तल फेरि यस्तो भिड छ, यस्तो तल ओहिरो भन्दा गयो भने खतम भयो, कोहीले पनि भेटाउनु सक्दैन हामीलाई। हो कस्तो सिरुङ सिरुङ भइरहेको डरला मान्छेलाई। माथि यस्तो पहाड छ नि त, पहाड तल त्यस्तो ओह्रालो कस्तो डर लागिरहेको छ। हेर्नुहोस् त यस्तो टुप्पामा आयौँ है हामी त। सिधा अगाडि फोकस गर है, तर हेर्न पऱ्यो नि तले सिन अगाडि मात्र फोकस गर, बिना केयरलेस नगर है। म त फेरि हिँडेर जान्छु। मलाई त हाई फोबिया छ कि, मलाई यस्तो हाई फोबिया छ, जस्तो मन सिरुङ सिरुङ भइरह। मेरो त त्यस्तो गऱ्यो भने त मेरो सिधै लास आउँछ माथि, मेरो शरीर मात्रै आउँछ, म जिन्दा आउँदैन। अगाडि पछाडि नहेर है, अगाडि मात्र फोकस गर। म त हाई फोबिया यो छुक छुक डाँडा काँडा घुम्न मनपर्छ मलाई फेरि। यस्तो म नेचर लभर हो नि त, यस्तो घुम्न मनपर्छ, नेचर जान मनपर्छ जङ्गल पहाडहरूमा। तर फेरि हाई फोबिया छ। यो हाई फोबिया कसरी हटाउने होला, मलाई केही उपाय दिनुहोस् सबैजनाले। साह्रै डर लाग्छ। म त यस्तो अगाडि हेर के बाबु, त दायाँ बायाँ नहेर के। बाटो हेरेर हामी कता जाँदैछौँ? बर्खाको बेला छ, यहाँ त नआयो। तल नहेर। यहाँबाट यतातिर नजाने, यतातिर माथि जाने, स्कुल जाने बाटोतिर। अनि भ्याइन्छ अनि बल्ल भेटिन्छ। ए बाबुले त बिहानै चढाएछ। अन्त रोसी लगाइदिएको। माला रानी दह वेलकम टु माला रानी नि, माला रानी के हो, महारानी कि माला रानी? माला रानी दह। माला रानी दह। So we are our destination. यो त छैन त। यस्तो राम्रो पहिला चाहिँ हुन्थ्यो हो कि नै? So we are here in our destination. कहाँ छ लाली गुराँसको बोट? कहाँ छ? कहाँ छ लाली गुराँसको बोट? गाडी ग्लास उडेको के दिदी मैले?
फुलहरू फालेको देख्थ्यो होइन नि देखाएको छु क्या अब हामीहरू केही खानेकुराहरू खाऊँ अनि त्यसपछि सुट गर्न पर्छ फोटो सुटहरू है उका बसेर खानु फल्छ यस्तो गर यसलाई उता गर अन्डा खाँछु मैले त्यो प्रोटिन पनि खान्छु त्यो खाएपछि अर्कै गन्डाएर सिनाले हुन्छ मुखमा त्यही मजुरले खान्छु मैले धेरैमा मिठ लाग्दैन पनि होइन चिल्लो रहन्छ नि आमा बाख्रा चराउन आउनु भएको यतै हो घर हजुरको ए यहाँ पानी के पहिला यहाँ धेरै थियो हजुर ए अहिले त यति सानो भएछ है कस्तो आनन्द तपाईहरुलाई कति आनन्द लाग्छ होला न जस्तै आनन्द छ कि वरिपरि टाढा गर्मीमा पनि धेरै हुँदैन होला यहाँ त त्यस्तो गर्मी हुँदैन होला यहाँ के राति के हामी क्याम्पिङहरू गरेपछि यता त्यो के जनावर आउने डर छ कि छैन कहिले जनावर देख्नु भएको छ हजुरले जनावर त त्यो बनेको गरल सोल्दा आउँछ अरु थाहा पाइयो हो र यहाँ त बाघ कता कता मारे भन्नु त बाघले खान्छ राति आयो भने नै बाघले त मान्छेलाई पनि खान्छ त ए त्यो कस्तो बाघ हो त मान्छे नखाने ए आइज बाबु तल हजुर आइ यहाँ फोटो खिचिदिन्छु हामी त नेपालगञ्जदेखि आएको घुम्न आमा हजुर हजुर ए नेपालगञ्जतिर त्यो सहर बजार त्यहाँ टुटु हल्ला मर्दा यस्तो पहाडहरूमा घुम्न आउन कस्तो आनन्द लाग्छ के मन पर्छ हजुर सो यहाँदेखि त अर्कै वाला हो नि यो छुट्टै ठाउँ हो नि वाउ हामीहरू गुराँस टिप्न जाँदैछौँ यस्तो अग्लो बाटो चढेर बढिसक्यो आम्मामा हाइकिङ जाने रे मा भन्जाएर त डङ डङे
पनि यो लाली गुराँसको त कुन यस्तो रहेछ वाउ हेलो च्यानल वेलकम टु माई गाइज यस्तो पहाड हिँडेर जान लाग्छ हामीहरू गुराँस स्ट्रिट मलाई गुराँस गुराँस तिमी कता खाऊ सास बढिसक्यो लास्टै गाह्रो भयो लाली गुराँस खोज्न आएको तर फाइनली हामीले लाली गुराँस भेटेन तर यहीँ अघि नबोलेको आमाले चाहिँ लाली गुराँस टिपेर ल्याइदिनु भएको रहेछ अब त्यही हो तर हामीहरू हिँड्न सकेन किनभने हामी कहिले यस्तो नहिँडेको बानी परेको फर्स्टै हजुर वाउ लाली गुराँस आमाले टिपेर ल्याइदिनु भएको थ्याङ्क यू आमा धन्यवाद हामीहरू यहाँ सबै फ्यामिलीहरू बसेर साझा खाना खान गएको मेरो बजाइ रक्सी तन्काउँदै हुनुहुन्छ माइलुवा मेरो भदैसेस भाउजू त्यहाँ खाना हाल्दै हुनुहुन्छ यो काब्राको अचार हो न भाउजू काब्राको खसीको मासु काब्राको अचार करेला अनि यो लौका यसलाई म गरेर दिन्छु हामीहरू घर आइसक्यौँ अब खाना उतै पारी भाउजूको दिदी नै खाएर आएको अब आज म मेरो भ्लग यही इन गर्छु सो सी यू नेक्स्ट भिडियो You know